आज चाहिँ म एकदमै धेरै खुसी छु र यो खुसी हुनुको राज चाहिँ यो होला। अनि यो चाहिँ हो किड्स चोइस दमकमा। म चाहिँ आज शुक्रबार हो दमकमा, मेरो नानीको डाइपर चाहिँ हिजै सकेको थियो, हिजै जानुपर्ने थियो, तर आज म गएँ। म याद पनि थिएन हो शुक्रबार भनेर। अनि तर म आज यति धेरै खुसी भएर आएँ नि साथीहरू, यति धेरै खुसी, म कति धेरै खुसी। तर केले भन्नु न, देख्नु हो भिजन कार्ड। यो भिजन कार्ड चाहिँ मैले मेरो नानीलाई चाहिँ 3 महिना हुँदादेखि नै मैले अर्डर गर्न खोजेको हो, तर मैले अनलाइनबाट अर्डर गरेकै थिइनँ। त्यसै पनि म भोलि पर्सिको दिन गर्नेवाला थिएँ, तर मैले दमकमै पाएँ। कहाँ पाएँ भन्नु न, यहाँनिर म फर्स्ट टाइम गएको हो नि त त्यहाँनिर, त्यही भएर त्यति मलाई नाम उयो छैन र मैले यहाँनिर हेरेर भन्दैछु किड्स चोइस दमक। यहाँ चाहिँ भर्खर दिदीहरूले पसल खोल्नु भएको चाहिँ धेरै पनि रहेन, एकदमै धेरै उहाँहरूले चाहिँ मिलाएर दिनुहुन्छ होइन। अनि यो एउटा अनि त्यसपछि यहाँ हेर्नुहोस् नि कति क्युट बल छ के, तर सबैमा यहाँ चाहिँ यस्तरी बल्झ्नेवाला छ। यहाँ 6वटा छ, तर यहाँ सबै डिफ्रेन्ट खालको बलहरू छ। मैले यो एउटाले मात्रै डाइपर लिनु भनेर गएको मान्छे हेर्नुहोस् त कतिवटा सामान लिएर आएँ। अनि त्यसपछि भनेको यो एउटा जेसिबी। अब छोरालाई त जेसिबी ल्याइदिनु पर्यो होइन, तर यो चाहिँ यसरी प्रेस गरेपछि चाहिँ यो आफै कुद्ने खालको रहेछ क्या। अनि यो एउटा ल्याइदिएँ। अब धेरै ल्याइदिँदा नि बङ्काबङ्क त्यो पछारेर फुटाइहाल्छ है। अनि मेन भनेको साथीहरू यो डाइपर, तपाईँहरूले यो डाइपर कतिमा किन्नुहुन्छ होइन, एक्सएलको। मैले चाहिँ अब सब हेरी हुँदो रहेछ होइन प्राइस पनि। अनि यो चाहिँ मैले सधैँ किनेको भन्दा एकदमै कम दाममा पाएको, कम पनि होइन ठिक्कमा छ होइन। मैले अरूमा किनेको भन्दामा चाहिँ अलिक सस्तै पाएको छु, यसमा नि खुसी है, यसमा खुसी छु होइन। अरू त के भन्नु साथी, यति नै। तपाईँहरूले पनि यसरी भिजन कार्ड अनि बच्चाहरूको लागि खेलाउन अलिकति एक्स्ट्रा होइन, तपाईँहरूले किड्स चोइस दमकमा चाहिँ तपाईँहरूले लिन सक्नुहुन्छ। यो चाहिँ दमकमै छ होइन, यहाँनिर आएर लिन सक्नुहुन्छ।